म चाहिँ अहिले यहाँ मेरै आकुको घरमा आइरहेको छु हैन। म चाहिँ दोकान आएको खासमा चाहिँ पन्दिमितको दोकानमा। पन्दिमितको फ्रिजमा चाहिँ के छ भाइ? खाइदेऊ न। म चाहिँ यो लिएर जान्छु। बन्द गरिदियो। म चाहिँ खास चाहिँ मेरो चाहिँ फेभरेट हो हैन। यो लिनु आएको खासमा चाहिँ यो जाना पन्दिमितको दोकानमा पाउँदो रहेछ। म चाहिँ यो लिनु आएको, यो र यो चिउरा चियासँग खानुको लागि चाहिँ दामी हुन्छ। यहाँ पन्दिमितकोमा पाउँछ। यहाँ चाहिँ आधी मात्रै निकाली राखिरहेको रहेछ नि पन्दिमितले चाहिँ। प्याटहरू पनि यहाँ राखेको रहेछ। यहाँ मैदा पनि कम्ती चाहियो, 1 केजी 2 केजीको चाहियो भने चाहिँ यहाँ रहेछ पन्दिमितकोमा भनेर चाहिँ बेसन लिन आएको। बेसन चाहिँ यस्तो खालको पाउँदो रहेछ, दामी खालको रहेछ। म चाहिँ कपी लानुपर्ने छ निम्कितको लागि। यहाँ कुन चाहिँ लैजाउँ भइरहेछ कपी चाहिँ। यहाँ सबै पाउँदो रहेछ पन्दिमितकोमा। कपीहरू पनि दामी दामी बाक्लो बाक्लो कपीहरू पनि रहेछ सबै। म पनि लानुपर्ने चाहिँ निम्कितको। सँगै कुन चाहिँ चिप्स लाने? सँगै कुन चाहिँ चिप्स खाने हो? अहिले त नुन पनि होइन, आई फ्रेस अरे सल, आयोडिन सल। केटी नै देखेर नुन कङ कङ भयो त। तेल 2 केजीको तेल रहेछ नि है पन्दिमित। 1 केजीको पनि रहेछ, 2 केजीको पनि रहेछ। म चाहिँ कतिको लिएर जानुपर्ने छ? 2 केजी एकैचोटि लैजाउँ क्या हौ। त पेम्पर्स हामी नानी आमाहरू चाहिँ पेम्पर्स चाहिँ छिटो देख्छ। तेल 2 केजीको निकालिदियो ल पन्दिमित। अन्त यो पेम्पर्स कतिको पो हो? 25 को है। एक्सएल हो कि के हो यो? मिडियम? ए स्मल रहेछ। यहाँ नानीको पेम्पर्सहरू पनि यहाँ पन्दिमितकोमा पाइहाल्दो रहेछ। म चाहिँ उयो लानु पर्यो, यो एउटा लान्छु ल। म चाहिँ बहिनीको लागि एउटा सोफी लान्छु। सोफी कति रुपिस हो यो चाहिँ? एक्सएलको रहेछ ग यो सोफी। म 2टा लान्छु ल। म कोलगेट पनि लानुपर्ने रहेछ। यो रेड लेबल होइन कि यो सेन्सोडाइन ठिक होला हौ ग। यो सेन्सोडाइन एउटा लान्छु। पहिला रहेछ त म पनि लगिहालौँ कि आउँदै लिएर गइहाल्नु पर्यो पनि। मिठाईहरू पनि कुन खाने हो यहाँ रहेछ। म चाहिँ सेन्टर फ्रेस लिएर जान्छु अब गएको म। अब थ्याङ्क यू फर वाचिङ सबैजनालाई। यहाँ पन्दिमितकोमा पाउँदो रहेछ सबै सामानहरू। म पनि निबाट लिएर गएको कि।